आजको भिडियो चाहिँ साथीहरू मेरो साफ सफाईको भिडियो है। यहाँ हेर्नु त मेरो डाइनिङ टेबल कति मैला भइरहेको छ र मेरो पौधाहरू हेर्नु न, मेरो मनी प्लान्ट, मैले यो लगाएको ब्याम्बू स्टिकहरू सबै मैला भइरहेको छ। पिछले 3 महिनादेखिको म बिराम परेको थिएँ अनि साफ सफाईबाट छुट्टीमा थिएँ। यिनीहरूको त बिजोग भएछ, बिजोग सुकेर पानी नभएर है। अनि त्यही भएर आज चाहिँ भने साफ सफाईमा लागेँ। साफ सफाई गर्दै पानी हाल्दै पुसपास गर्दै पानी हाल्दै मजाले है। कति मन दुख्यो यिनीहरूलाई देखेर। यो चाहिँ मेरो मनी प्लान्ट हेर्नु न कस्तो भएछ बिचारा। 3 महिना 4 महिना भयो मैले नहेरेको है। बर्बादै भएछ नि, कत्रो ठुलो थियो कस्तो भएछ सबै बिचारा। के गर्नु अब, नसकेपछि त्यस्तै हो साथीहरू। बिरामीले धेरै दिनसम्म धेरै लामो मलाई समात्यो र धेरै असर पनि भयो हैन। अब आज चाहिँ पता नै यिनीहरूलाई देखेर पनि मलाई पुरा मन दुखेर के यिनीहरूलाई साफ सफाई गर्नपट्टि लागेछु भरे बेलुकासम्म के हुने हो। यो मेरो मनी प्लान्ट टेबल पुस्नका लागि चाहिँ यो डेटोल र स्टिल जुट त हैन, भाँडा मोल्ने जुट लिएर पुसेँ मैले सिनिक्कै है। अनि यसो यता फर्केर हेरेको त खिड्कीको पनि त्यस्तै दुर्दशा भइरहेको छ। त्यसलाई पनि झाडझुड गरेर पुसपास गरेँ। हेर्नु है त साथी हो, भिडियो स्पिड पारेको छु किनभने धेरै लामो हुन्छ र मलाई भोइस ओभर गर्न पनि अलिकति अप्ठ्यारो हुन्छ है। त्यही भएर भिडियोलाई मैले स्पिड पारेकी छु। काम त देखिहाल्नु भइरहेको छ होला है के गर्दैछु भन्ने। र यसरी मैले चाहिँ आज यो डाइनिङ टेबल, यो खिड्की भन्नु न, डाइनिङ हलको साफ सफाई चाटाक चिटिक सानाक सिनिक पुसपास यताउति साफ सफाई गरेर चिटिक्कै पारेर यहाँ हेर्नु त अघि कस्तो थियो र अहिले कस्तो भयो। फोहोर मैला चाहिँ प्याट्टै मन नपर्ने मान्छेलाई धेरै दुःख हुन्छ भनेको चाहिँ यही हो। कहिलेदेखिको सकसक लागिरहेको थियो, कति मैला भइरहेको थियो। घरमा छोरा मान्छे मात्रै नि त, नानीहरू है। त्यही भएर साफ सफाई भन्ने कुरो चाहिँ अलिकति ध्यानमा आफैले राख्नुपर्ने हुन्छ र मनमा एकदम अशान्ति भइरहेको थियो। आज चाहिँ भने यिनीहरूलाई पानी सानी दिँदाखेरि सफा गर्दाखेरि कति धेरै सुकुन लागेछ मलाई। अब अलिअलि फैलिन्छ कि अनि यसरी मिलाएर टक्कसँगले सजाएर राखिदिए साइडमा र हेरेँ एकछिन उभिएर कस्तो राम्रो, कति रमाइलो लाग्यो, आफूलाई पनि खुसी लाग्यो है। त्यही भएर टेबल अर्गनाइज फेरि पहिला जस्तो थियो त्यस्तै गरेँ। किनभने टेबलमा यसरी बोतलमा पानी भरेर राखिदियो भने मेरो बच्चाहरूलाई सजिलो हुन्छ बोतल उठाउँदै पानी पिउँदै गर्नलाई। नभए पानी अलिक कम्ती पिउँछन् कि बच्चाहरूले। हेर्नु त साथीहरू, आजको मेरो यो भिडियो, यो साफ सफाईको भिडियो कस्तो लाग्यो हजुरहरूलाई। हेर्नु त अघि कस्तो थियो र अहिले कस्तो भयो। मेरो भिडियो मन परेमा साथीहरू लाइक कमेन्ट सेयर गर्न चाहिँ एकदमै नबिर्सिनु होला। मन पर्यो भने नि साथीहरू, यो मेरो मिनी ब्लग मन पर्यो भने नि एउटा सब्सक्राइब पनि गरिदिनु होला है। फरक हेर्नु त कति धेरै फरक देखिँदैछ अहिले अघिको र अहिलेमा। यसै गरी मैले चाहिँ साफ सफाईको काम सकेँ हैन। साफ सफाई भनेपछि चाटाक चिटिक पारी सकेँ। त्यस पछाडि चाहिँ भने अब तातो पानी पिउनु पर्यो भनेर मगमा पानी भरेर यहाँ बसेकी छु हैन। आज त कति खुसी भयो होला तिनीहरू पनि, घर दिदी आइछिन् भनेर हैन। कामको सक्यो अनि अब पाली भयो आफूलाई साफ सफाई गर्ने। फेस एकदम रियल स्किन, कोही मेकअप कोही फिल्टर केही छैन हैन। अब आफूले पनि रेडी पार्नु पर्यो। पहिला चाहिँ भने पानी पिउँछु, त्यस पछाडि आफूलाई रेडी पार्छु। हामी नि घरको लेडिज, अब आमा मान्छे भनौँ न, पहिले छोराछोरी त्यस पछाडि घर, आफूले आफ्नो ख्याल राख्ने टाइमै हुँदैन के। त्यही भएर म चाहिँ बिचबिचमा आफूलाई पनि राखिदिइहाल्छु, कुरै छैन एकदम। जति बेला जति टाइम पाउँछु नि आफ्नो मेन्टेन पनि आफूले आफ्नो केयर पनि गर्छु। हजुरहरू पनि यस्तै गर्नुहोस् भन्ने आशा पनि राख्छु है।